नमस्कार। आज म फेरि सहकारीको विकास क्रम लिएर उपस्थित भएको छु। सहकारीको विकास क्रमको कुरा गर्दा विश्व इतिहासमा सर्वप्रथम सन् 1844 मा बेलायतबाट सहकारीको सुरुवात भएको हो। सन् 1844 मा बेलायतको रोजडेल सहरमा एक धागो कारखानामा काम गर्ने 27 जना पुरुष मजदुर र 1 जना महिला मजदुर मिलेर प्रति व्यक्ति 1 पाउन्ड रकम जम्मा गरेर उनीहरूले रोजडेल पाइनियर इक्विटेबल सोसाइटी नामक उपभोक्ता सहकारीको गठन गरेका थिए। यो नै विश्व इतिहासमा पहिलो सहकारीको स्थापना थियो। सहकारीको विकासको क्रममा 1850 मा जर्मनीमा ऋण सहकारीको स्थापना भयो र 1886 मा डेनमार्कमा दुग्ध सहकारीको स्थापना भएको हो। यसैगरी सन् 1895 मा अन्तर्राष्ट्रिय सहकारी महासङ्घ इन्टरनेसनल कोअपरेटिभ एसोसिएसन बेलायतमा स्थापना भयो र 1910 मा इजरायलमा कृषि सहकारी स्थापना हुँदै विश्वव्यापी रूपमा जापान, भारत लगायत अन्य मुलुकहरूमा सहकारी स्थापना हुने क्रम बढेको हो। नेपालको सन्दर्भमा सहकारीको विकास क्रमलाई हेर्दाखेरि नेपालमा लिच्छवीकालीन समयदेखि नै सहकारिता रहेको भन्न सकिन्छ। त्यति बेला अहिले जस्तो औपचारिक रूपमा सहकारी नभए तापनि अनौपचारिक रूपमा जस्तो दरबार बनाउने, मठ मन्दिर बनाउने, पार्टी पौवा बनाउने, बाटोघाटो बनाउने, इनार कुवा र धारा बनाउने जस्ता काममा सबैजना मिलेर गर्ने गरेको पाइन्छ। यही साझा काम साझा हितको लागि मिलेर गरिने काम नै सहकारिता भएको हुनाले त्यो नै एउटा के थियो त भन्दा सहकारिताको एउटा रूप थियो। यसैगरी प्राचीन समयमा के गरिन्थ्यो भन्दा खेतीपाती स्याहारेर जम्मा गरिसकेपछि भित्राइसकेपछि सबै सङ्घबाट अलिअलि अन्न जम्मा गरेर एउटा धर्म भोकारी स्थापना गरेर भोकारीमा राखिन्थ्यो। यदि कसैलाई दुःख बिराम पर्दा कुनै किसिमको दैवी विपत्ति पर्दा त्यही भोकारीबाट सो अन्नको रूपमा सहयोग दिइन्थ्यो। यसलाई नै सहकारिताको रूपमा हामीले लिने गरिन्छ। र यसैगरी पहिलेको समयमा जस्तो ढिकुडीले पनि सहकारीको रूपमा मान्न सकिन्छ। यद्यपि अहिले त ढिकुडी गैर कानुनी रूपमा यसलाई लिन सकिन्छ। तर तत्कालीन अवस्थामा के थियो भन्दा ब्याङ्क तथा वित्तीय अवस्था त्यति चाहिँ विकास नभएको अवस्थामा के अरे सबैजनाले पैसा जम्मा गर्ने र 1 महिनामा एकजनाले काम चलाउने र अर्को महिनामा फेरि अर्को चाहिँ जसलाई बढी चाहिँ जरुरी छ उसले काम चलाउने गरिन्थ्यो। यसलाई पनि सहकारिताको चाहिँ एउटा प्राचीन सहकारिताको रूपमा लिन सकिन्छ। यसै गरी परम्परा भनेको के भन्दाखेरि खेतीपाती गर्ने काम होस् वा अन्य खेती स्याहार्ने, खेती लगाउने होस् या घर बनाउने, गोठ बनाउने होस्, यसमा के गरिन्थ्यो भन्दा पालो आज एकजनाको काम गरिन्थ्यो र भोलि सबैजना अर्कोमा गएर गरिन्थ्यो र पर्सि फेरि अर्कोमा गएर गरिन्थ्यो। यो परम्परा पनि के हो त भन्दा सहकारिताको रूप नै हो। र यसै गरी प्राचीन समयमा जब चाहिँ मुद्राको प्रचलन थिएन त्यति बेला वस्तु विनिमय प्रणालीलाई पनि सहकारिताको रूपमा लिन सकिन्छ। त्यति बेला के थियो भन्दा आफूसँग धेरै भएको चिज अन्य व्यक्तिलाई दिने र अन्य व्यक्तिलाई आवश्यक परेको के अरे अरू अन्य व्यक्तिसँग धेरै भएको तर आफूसँग नभएको चिज त्यो लिने गरेर वस्तु साटासाट गरिन्थ्यो। यसलाई यसरी खाँचो टार्ने गरिन्थ्यो। यसलाई पनि सहकारिताको रूपमा वस्तु विनिमय प्रणालीलाई पनि हामीले लिन सकिन्छ। नेपालमा सहकारिताको औपचारिक सुरुवात भने विक्रम सम्वत 2010 मा सहकारी विभाग गठन भए पश्चात भएको हो र सर्वप्रथम 2013 सालमा चितवनमा बखान सहकारी स्थापना भएको जसको नेतृत्व बखान सिंह गुरुङको नेतृत्वमा भएको हो। तसर्थ बखान सिंह गुरुङ नेपालका सहकारीका जन्मदाता हुन् भने बखान सहकारी नेपालको पहिलो सहकारी हो। 2016 सालमा पहिलो पटक नेपालमा सहकारी ऐन
लागू भयो र 2017 सालमा सहकारी विकास कोष गठन भए पश्चात 385वटा सहकारीहरू स्थापना भए र यसै क्रममा 2018 सालमा पहिलोपटक सहकारी नियमावली जारी भएको हो र 2018 सालमा केन्द्रीय साझा सङ्घ र साझा यातायात गठन भयो र 2020मा सहकारी विकास ब्याङ्कको स्थापना भयो र पछि 2025मा यसलाई कृषि विकास ब्याङ्कमा रूपान्तरित गरियो र 2021 सालमा साझा स्वास्थ्य सेवा, साझा भण्डार र साझा प्रकाशन जस्ता संस्थाहरू स्थापित भए र 2027 सालमा सहकारी सुदृढीकरण अभियान सञ्चालन गरियो भने 2030मा नयाँ सहकारी अभियान सञ्चालन गरिएको भए तापनि पञ्चायती व्यवस्थामा सहकारीहरूलाई अलिकति नियन्त्रित गरिएको थियो, अङ्कुश लगाइएको थियो, तसर्थ सोचे जति चाहे जति सहकारिताको विकास हुन नसकेको परिप्रेक्ष्यमा 2046 सालको राजनैतिक परिवर्तनपछि देशमा एउटा चाहिँ प्रजातन्त्रको पुनर्बहाली भयो र 2048 सालमा सहकारी ऐन 2048 जारी भयो र 2049 सालमा सहकारी नियमावली 2049 जारी भयो र सहकारी विकास बोर्डको गठन भए पश्चात नेपालमा सहकारी मैत्री वातावरण बन्यो र धेरै सहकारीहरू नेपालमा स्थापित हुने क्रम दिन दुईगुना रात चौगुना भने जस्तो भयो। 2062-63 सालको दोस्रो जनआन्दोलन पश्चात मुलुक सङ्घीय गणतन्त्रमा रूपान्तरित भयो। यही मुलुक सङ्घीय गणतन्त्रात्मक रूपमा रूपान्तरित भए अनुसार 2074 सालमा सहकारी ऐन 2074 जारी भयो भने 2075मा सहकारी नियमावली 2075 जारी भयो र मुलुकको राजनैतिक तह 3 तहको गणतन्त्र रूपमा 3 तहको भए जस्तै सङ्घीय प्रदेश र स्थानीय गरी सहकारी पनि 3 तहमा विभाजित भए र यहाँसम्म आइपुग्दा नेपालमा धेरै सहकारीहरू लगभग 30,000 भन्दा बढी सहकारीहरू दर्ता भएका थिए। सहकारीहरू धेरै दर्ता हुनु, धेरै स्थापित हुनु र यसलाई नियमन गर्ने निकायले राम्रोसँग नियमन गर्न नसक्नु कारणले गर्दा नेपालमा के भयो भन्दा धेरै सहकारीहरूमा केही सहकारीहरूमा के भयो त भन्दा समस्या ग्रस्त हुन पुगे। किन भन्दा केही सहकारीहरूले बचत सदस्यहरूको भनेको बेला बचत फिर्ता गर्न पनि सकेनन् र सहकारीप्रति एउटा नैराश्यता, एउटा जनविश्वास एउटा एकदम घट्दो अवस्थामा रहन गयो। यही परिप्रेक्ष्यमा यसलाई सुधार गर्नको लागि सहकारीहरूका समस्या निराकरण गर्नको लागि यिनलाई राम्रोसँग नियमन गरी सुशासनमा ल्याउनको लागि 2081 साल पौष 14 गते सहकारी अध्यादेश जारी भयो। केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2081 मार्फत सहकारी ऐन 2074लाई केही संशोधन गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भयो। राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्नुको प्रमुख उद्देश्य सहकारीहरूलाई नियमन गर्नु, सहकारीलाई ट्र्याकभन्दा बाहिर गएकोलाई ट्र्याकमा ल्याउनु र सहकारीता क्षेत्रलाई सुधार गर्नु र जनविश्वास पुनः आर्जित गर्नु रहेको छ। र 2021 सालमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भयो। यो चाहिँ पुल्चोक ललितपुरमा यो गठन भएको छ। यो यसको अफिस स्थापित छ र अहिले यो प्राधिकरण गठन भए पश्चात खास गरी बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण सहकारीहरूले यसमा पुनर्दर्ता भई यो बचत तथा ऋणको कारोबार गर्नको लागि इजाजत पत्र लिनुपर्ने व्यवस्था गरे बमोजिम कतिपय सहकारीहरूले यसमा दर्ता भएर बचत तथा ऋणको कार्य सञ्चालन गर्ने इजाजत पत्र समेत लिइसकेका छन् भने कतिपय सहकारीहरू यो क्रममा छन् र कतिपय सहकारीहरूको डाटा इन्ट्री भएर रुजु हुने क्रममा रहेको छ। यसै क्रममा सहकारीमा समस्या आउनु कारणहरूमध्ये एउटा कारण के थियो भन्दा सहकारीहरूले आफूले लगानी गरेको ऋण असुल हुन नसक्नु पनि एउटा प्रमुख कारण थियो। तसर्थ सहकारीले लगानी गरेर उठाउन नसकेका ऋणहरूलाई एउटा चाहिँ तीव्र चाहिँ गतिमा एउटा चाहिँ द्रुत मार्गबाट असुल उपर गरी सदस्यहरूको पैसा फिर्ता हुने क्रममा सहयोग गर्नको लागि सहकारीलाई व्यवस्थित गर्नको लागि एउटा चाहिँ सहकारी कर्जा असुली न्यायाधिकरण
के अरे पनि गठन भयो। यसले यो एउटा न्यायिक निकाय हो। यसले सहकारीका फँसेका के अरे खराब कर्जाहरूलाई एउटा चाहिँ तीव्र मार्गबाट फास्ट ट्र्याकबाट यसले असुली गर्ने कार्य गर्दै आएको छ। यो नयाँ बानेश्वर काठमाडौँमा यो चाहिँ स्थापित भएको छ र यसै क्रममा अहिले सहकारीलाई पनि कर्जा सूचना केन्द्रमा आबद्ध गरी सहकारीबाट ऋण लिएका सदस्यहरूको के अरे एउटा डाटा एउटा चाहिँ अद्यावधि गर्ने र जानकारी लिने र कर्जा नतिर्ने सदस्यहरूलाई कालो सूचीमा राख्ने सम्मको कार्य गर्नको लागि कर्जा सूचना केन्द्रमा पनि सबै सहकारीहरूलाई आबद्धता गरिएको छ र केही हुने क्रममा छ र अब यसलाई अब कर्जा कुन सदस्यले कहाँबाट कुन व्यक्तिले कसरी कुन सहकारीबाट ऋण खाएको छ अथवा कालो सूचीमा परेको छ, कुन सहकारीबाट ऋण खाएर पैसा तिरेको छैन भन्ने यस्ता जानकारीहरू पनि अब यसबाट लिन सकिने अवस्था छ र यसले सहकारिता को घुमेको साग फेरि यी विभिन्न प्रक्रियाहरूबाट फेरि फर्काउने प्रयास गरिएको छ र सहकारीलाई एउटा नियमन गरी एउटा चाहिँ राम्रोसँग सुशासित गराउने व्यवस्था भइरहेको छ र मैले तपाईँहरूलाई सन् 1844 अहिले 2083 सम्ममा भएका सहकारीका गतिविधिहरू र यसका विकास क्रमहरू चाहिँ मैले तपाईँहरूलाई अहिले बताएँ। यस विषयमा तपाईँलाई लागेका जिज्ञासाहरू अथवा मैले नसमेटेका मैले यो भिडियोमा नसमेटेका केही कुराहरू जिज्ञासाहरू भए कमेन्ट गर्नुहोला। मैले यसलाई चाहिँ सम्बोधन गर्ने यसको जवाब दिने प्रयास गर्नेछु र मैले चाहिँ कुनै कुरा छुटाएका कुराहरू केही छन् भने तपाईँहरूले यसलाई पनि एउटा चाहिँ कमेन्ट मार्फत चाहिँ के अरे सुझावको रूपमा दिनुहोला। तपाईँको सुझावलाई म स्वागत गर्नेछु। नमस्कार, आज म फेरि सहकारीको विकास क्रम लिएर उपस्थित भएको छु। सहकारीको विकास क्रमको कुरा गर्दा विश्व इतिहासमा सर्वप्रथम सन् 1844 बेलायतबाट सहकारीको सुरुवात भएको हो। सन् 1844 बेलायतको रोजरेल सहरमा एक धागो कारखानामा काम गर्ने 27 जना पुरुष मजदुर र 1 जना महिला